हेलो सबैजनालाई बुजार ब्लगमा स्वागत छ है। नयाँ ब्लगको साथमा आइसकेछु म चाहिँ घ्याप्चे पहिरो चाहिँ कहिले पनि हेर्न गएको थिएन। सुनेको मात्र थिएँ सुक्खा पहिरो जान्छ भनेर, ठुलो डेन्जर छ रे है। त्यो भिड चाहिँ म हेर्न जाँदैछु आज। चाहिँ घ्याप्चेको पहिरो है, रामेछापको सबैभन्दा सुक्खा पहिरो जाने ठाउँ यही हो। चाहिँ ठ्याक्क शिरमा छौँ, पहिरोको शिरमा चाहिँ धेरै तलसम्म है। कति ठुलो छ रक पहिरो यहाँ सबै यस्तो अवस्थामा छ। आएर छ सुक्खा पहिरो जाला भने डर। यता चाहिँ फेरि यता बस्ती यतातिर रामेछाप नगरपालिका पर्छ है। ठुलो पहिरो छ यहाँ घ्याप्चेको भिरमा। आज हामी चाहिँ घ्याप्चेको पहिरो हेरेर फर्किँदै हो है। एकदम डर लाग्दो छ पहिरो चाहिँ यहाँ पछाडि छ है। एकदम डर लाग्दो सुक्खा पहिरो झर्ने। यता चाहिँ हाम्रो तोरण दाइ हुनुहुन्छ। उकाली ओराली गर्दै सैपु डाँडा ऊ त्यो चाहिँ यो चाहिँ ढोबी डाँडा। हावा शीतल मन्थलीको गर्मीले पाक्नै लाग्यो अवस्थामा। अब लेकतिर आउँदा चाहिँ एकदम शीतल फ्रेस अवस्थामा। काफल चाहिँ काफल तर छ यार, 3 सीटा मात्र छ क्या काफलको नाममा। म चाहिँ काफल खाएछु, धेरै मिठो काफल या। काफलको रुख त देखियो धेरै माथि, के टिप्न सकिएन। आकाशको फल आँखा तरी मर, गाह्रो छ ऊ पछाडि छ, गाह्रो छ जुप, गाह्रो छ काफल खानुलाई पनि। हेर्नुहोस् त त्यो काफल टिपेर यस्तो भयो। कति धेरै सुन्दर छ है यो ठाउँ, आफ्नै प्रकृतिले बनेको ठाउँ। घ्याप्चे पहिरोले पो डिस्टर्ब गर्दैछ यहाँ ताबाट है। दामी छ नि टक्क आनन्दको ठाउँ।